皆さん、こんにちは。お元気でしょうか？今日は日本語で数字を勉強したいと思います。Hello, Namaste. सबैजना आरामै हुनुहुन्छ? आज चाहिँ हामी जापानिजमा नम्बरहरू कसरी उच्चारण गर्ने भनेर सिक्छौँ। जस्तै कि नेपालीमा 1, 2, 3, 4 भने जस्तै यो कुरालाई जापानिजमा कसरी पढ्ने त भनेर सिक्छौँ है त। नबुझेको कुराहरू कमेन्टमा क्वेसन गर्नुहोला। ल, अब पढ्न लागौँ है त। ल, पहिला नम्बर्सलाई जापानिजमा के भन्छ त भनेर हेरौँ है त। नम्बरलाई जापानिजमा सुजी भनेर भन्ने गर्छ। के भन्ने गर्छ त? सुजी भन्छ है त। ल, अब पहिला 1 देखि 10 सम्म पढौँ। ल, म लेख्दै जान्छु, तपाईहरु हेर्दै जानु है त। 1 लाई इची भन्छ, 2 लाई नि भन्छ, 3 लाई सान भन्ने गर्छ, 4 लाई योन अथवा यो अथवा सी भनेर भन्ने गर्छ। योन, यो, सी फरक कुराहरुमा युज हुन्छ। जस्तै टाइममा यो युज भए जस्तो मतमा सी युज हुन्छ भने मिनेटहरु भन्दा योन युज हुन्छ। यो चाहिँ पढ्दाखेरि सबैजनाले ध्यान दिनुपर्छ है त। ल, 5 लाई चाहिँ गो भनेर भन्ने गरिन्छ, 6 लाई रोकु भनिन्छ, 7 लाई है त नाना अथवा सिची भनेर भन्ने गरिन्छ है, नाना अथवा सिची। 8 लाई हाची भनिन्छ, 9 लाई क्यू है, क्यू अथवा कु भनेर भन्ने गरिन्छ, 10 लाई ज्यू भनिन्छ है त। के भनिन्छ? 10 लाई ज्यू भनिन्छ। अब यस्तै गरी 100 लाई के भनिन्छ त? ल, अब 100 लाई के भनिन्छ त? 100 लाई हामीले ह्याकु भनेर भनिन्छ। अब 100 लाई ह्याकु भने जस्तो 100, 200 भन्दा 200 लाई नि ह्याकु भनिन्छ भने 300 लाई सानो ह्याकु भनिदैन है त। यो केसमा चाहिँ 300, 600 र 800 चाहिँ थोरै स्पेशल भएको हुन्छ। त्यो पनि म यहाँ लेखिदिन्छु, ध्यान दिएर हेर्नु होला है त। जस्तै 300 भन्दा सान ह्याकु नभनेर के भनिन्छ त? सान ब्याकु भनिन्छ है। के भनिन्छ? सान ब्याकु। अनि 600 लाई रोक प्याकु भनिन्छ, रोकु ह्याकु नभनेर रोक प्याकु भनिन्छ। 800 लाई हाची ह्याकु नभनेर हाप प्याकु है। के भनिन्छ त? हाप प्याकु भनेर भन्ने गरिन्छ। अब 1000 लाई के भनिन्छ त? जापानिजमा है, हामीले नेपालीमा 1000 भने जस्तो 1000 लाई के भनिन्छ? सेन भनेर भनिन्छ है। के भनिन्छ? सेन भनेर भनिन्छ भने जस्तै अब 1000 लाई सेन, 2000 लाई नि सेन भने जस्तो 3000 लाई सान सेन भनिदैन है। यो पनि स्पेशल केसमा आउँछ। जस्तै 3000 लाई सान सेन नभनेर सान जेन भनेर भनिन्छ है। बुझ्नुभयो सबैजनाले? नबुझे क्वेसन गर्नु होला है। जस्तै अब 8000 लाई हाची सेन नभनेर हास सेन भनिन्छ है। के भनिन्छ? हास सेन। अनि लास्टमा एउटा हामी सिक्छौँ। अब 10000 लाई के भनिन्छ त भन्दा मान भनेर सिक्छौँ है। के भनिन्छ? 10000 लाई मान भनिन्छ। ल, यदि हामीले नम्बर सिस्टममा लेख्यौं हो, अब यति चाहिँ हामीले स्पेशल केसमा प्रोनाउन्स गर्न जानिसकेपछि अब ल यहाँ हेर्नु है त। 10 सम्म त लेखाइदिनु भयो। अब कसैकोमा 11 चाहिँ कसरी लेख्ने भन्ने जिज्ञासा उठ्न सक्छ है त। ल, अब म 11 लेख्न सिकाउँछु। तपाईहरुलाई एकदम सिम्पल तरिकाले सिकाउँछु, ध्यान दिएर हेर्नु होला है त। ल, हामीले 11 कसरी लेख्ने त भन्दाखेरि 11 भनेको कति हो त हाम्रो? 10 + 1 हेर्नु त 11 हो कि होइन? हो नि, 10 + 1 11 हुन्छ। ल, अब यहाँ हेरौँ है त। 10 लाई हामीले के भनिन्छ जापानिजमा भनेर पढेका थियौं? ज्यू भनेर भनिन्छ। ल, हेर्नु त, ज्यू हो, ज्यू। अब 1 लाई हामीले के भनेर पढिन्छ भनेका थियौं? इची भनेर। ल, अब ज्यू इची भनेको कति आइछ त? 11। यसरी लेख्नुपर्छ है। सबभन्दा सजिलो तरिकाले सिकाउँदैछु। जानेकोले जानिन्छ, नजानेकोलाई यसरी गर्नुभयो भने एकदम सजिलो हुन्छ है। ल, अब 11, 12 त यसरी लेख्नुहुन्छ। अब तपाईलाई जस्तै 51, 52 हुन्छ नि, 51, 52 हरु लेख्नु पर्यो भने कसरी लेख्ने त
भन्दाखेरि जस्तो ल म 52 लेख्छु है त एउटा इक्जाम्पलको लागि। अब हामीले 52 जान्नुलाई त सजिलो यसरी गोज्यौनी भन्न सजिलो हुन्छ, बुझ्नुभयो भने। अब जति गर्दा पनि बुझिएन कसरी गर्ने होला भन्ने कसैलाई लाग्छ भने सजिलो तरिका हेर्नु है त। गोज्यौनी ल हेर्नु है कसरी लेख्नु त भन्दा 5 × 10 + 2 यो गर्दा हाम्रो 52 पुग्यो कि पुगेन हेर्नु त, पुग्यो नि हैन 52। अब कसैको मनमा फेरि अर्को जिज्ञासा उठ्न सक्छ, सिन्स 10 × 5 पनि त 50 गरेर +2 गर्यो भने 52 हुन्छ भनेर भन्नु होला। तर यो केसमा जापानिजमा नम्बर बनाउँदाखेरिको केसमा जहिले पनि मल्टिप्लाई गर्दा सानो वर्डलाई अगाडि ल्याउनु होला। यदि ठुलो वर्डलाई अगाडि ल्यायो भने हाम्रो मिस्टेक हुन सक्छ। त्यही भएर ल हेर्नु त 10 + 5 नगरेर मैले के गरेँ 5 × 10 हो, 10 × 5 नगरेर के गरेँ मैले 5 × 10 + 2 गरेर 52 बनाएँ हो त। हेर्नु है त। ल अब सजिलै हेरौँ। 5 लाई के भन्छौँ हामीले गो भन्छौँ हो। अब 10 लाई के भन्छौँ त, अघि पढेको हामीले फेरि जिउ भनेर पढिन्छ, गो जिउ हो। अब 2 लाई के भन्छौँ नि, गोजिउ नि। यसरी नम्बर सिस्टम बनाउनु भयो भने तपाईहरुलाई एकदमै सजिलो हुन सक्छ। ल अब केही कुरा नम्बर सिस्टमको बारेमा बुझ्नु भएन भने कमेन्ट सेक्सनमा क्वेशन गरेर छोडिदिनु होला है त। आजको लागि यति नै। दोमो आरिगातो गोजाइमासिता। मिनासान सायोनारा। गाम्बात्ते कुदासाई ने।またね。